वाइवाई र करेन्ट चाउचाउ त धेरै खाएँ, तर आज म लाइफमा फर्स्ट टाइम इन्डियाको फेमस म्यागी चाउचाउ खानेवाला छु। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले लाइफमा फर्स्ट टाइम इन्डियन म्यागी चाउचाउ पकाएर खाँदैछु। म्यागी चाउचाउ चाहिँ अस्ति भर्खरै मम्मीले इन्डियाबाट ल्याइदिनु भएको थियो र मैले जसरी भए पनि म्यागी चाउचाउ ल्याइदिनु होला भनेको पनि थिएँ। त्यसपछि मैले चाउचाउमा हाल्नको लागि प्याज, टमाटर र खुर्सानी पनि रेडी पार्छु र चाउचाउलाई तातो पानीमा बोइल गर्छु। चाउचाउ बोइल भइसकेपछि कराईमा तेल हाल्छु अनि तेल तातिसकेपछि प्याज, खुर्सानी र टमाटर पनि हाल्छु। त्यसैमाथि एउटा अन्डा पनि हालेर मजाले फ्राई गरिदिन्छु। अनि अन्डा मजाले फ्राई भइसकेपछि त्यसमा म्यागी चाउचाउ पनि हालिदिन्छु र त्यसैमाथि म्यागी चाउचाउको मसला पनि हालिदिन्छु। अनि एकछिन मजाले पकाएपछि फाइनली हाम्रो इन्डियन म्यागी चाउचाउ पनि रेडी हुन्छ। त्यसपछि म म्यागी चाउचाउलाई ल्याएर टेबलमा बसेर फर्स्ट बाइट हान्दिएको त आम्मा यस्तो मिठो थियो नि कुरै छोड्दिनँ। मैले फर्स्ट टाइम म्यागी चाउचाउ बनाएर खाएँ, त्यही पनि एकदमै बवाल मिठो थियो। मलाई फेरि चपस्टिक समात्न पनि आउँदैन थियो, त्यही पनि आज म चपस्टिकले नै खान्छु भनेर युट्युबमा हेरेर भए पनि बल्ल तल्ल चपस्टिक समात्न सिक्छु र मजाले खान्छु। म्यागी पकाएर खाएर मात्र त भएन, भाँडाकुँडा पनि धुनु पर्यो। त्यसैले मैले आफूले खाएको र पकाएको भाँडाकुँडा पनि मजाले धुइदिन्छु। अनि आजको लागि चाहिँ यति नै, बाई बाई।